नमस्कार, म सौरभ सञ्जेल। आज हामी आइओई, सिएसआइटी, बिआइटी र बिटेकको इन्ट्रान्स प्रिपरेसन गर्नुहुने विद्यार्थीहरूको लागि म्याथको सिक्वेन्स एन्ड सिरिज भन्ने च्याप्टरबाट केही इम्पोर्टेन्ट क्वेसन ल्याएको छौँ, जुन चाहिँ हामी सर्टकट मेथडबाट सिकाउन गइरहेका छौँ। यस्तो खालको सम भएको क्वेसनमा हामी कसरी ट्रिक युज गरेर क्वेसन सल्भ गर्न सकिन्छ भन्ने कुराहरू आज विद्यार्थीहरूले सिक्न चाहन्छौँ। जस्तै एउटा क्वेसन छ हामीसँग, सम अफ द फर्स्ट एन टर्म अफ द सिरिज 2 स्क्वायर प्लस 4 स्क्वायर प्लस 6 स्क्वायर प्लस डट 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 प्लस एन टर्म इज भनेर क्वेसन दिएको छ र हामीसँग चारवटा अप्सन छ। यसलाई हामी कसरी सोल्युसन गर्न सकिन्छ ल हेरौँ। जस्तै हामीसँग एउटा सिरिज छ है, 2 स्क्वायर प्लस 4 स्क्वायर प्लस 6 स्क्वायर प्लस डट 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 समथिङ है। यस्तो क्वेसनहरुमा हामीले के गर्ने भने फर्स्ट, सेकेन्ड, थर्ड टर्म 2 स्क्वायर प्लस 4 स्क्वायर प्लस 6 स्क्वायर जोड्दा कति हुन्छ? 56। कतिवटा टर्म जोडिन हामीले? अब हामीले तीनवटा टर्म जोड्दाखेरि 56 एन्सर आयो भने अब हामी गर्दैछौँ 3 स्क्वायर 3 प्लस 3 4। यदि हामीले तीनवटा टर्म लिएको कारणले गर्दा n इक्वल टु 3 युज गर्यौं भने हामी चारवटा टर्म लिएको भए हामी n इक्वल टु 4 भन्ने युज गर्थ्यौं। कति आयो? 13 र किनकि हामीसँग सहमति छ तीनवटा टर्म जोड्दा 56 छ। त्यसै गरी 3 स्क्वायर 3 माइनस 1 बाइ 3 कति हुन्छ यसको सोल्युसन? 3 स्क्वायर 3 6, यो पनि सरी रङ किनकि हामीसँग 56 छ। त्यसै गरी 2 into 3 3 प्लस 2 बाइ 6 कति हुन्छ? 5 रङ। लास्ट क्वेसन हामी अब चारवटा अप्सनमा हामी तीनवटा अप्सन रङ भइसकेपछि अभियसली यो एन्सर राइट हुनु पर्यो, त्यही पनि हामी सोल्युसन गर्न ट्राई गरिरहेको। 2 into 3 3 plus 1 2 into 3 plus 1 by 3 सोल्युसन गर्नुस् त 56 हुन्छ। द करेक्ट अप्सन इज डी। हिजो हामी लङ प्रोसेसबाट यो हिसाब गरेको थियौँ भने आज हामी सर्ट मेथडबाट हिसाब गर्न सक्छौँ। हामीले मात्र के बुझ्नु पर्यो त सममा चाहिँ कतिवटा टर्म लिने, तीनवटा टर्म जोड्दा कति आउँछ र हामी जतिवटा टर्म जोड्यौँ त्यति नै एउटा हामीले यो नम्बर अफ टर्म यहाँ लेख्न पाइन्छ। त्यो भएको कारण एन्सर चेकिङ गरेर हामी चाहिँ 56 भनेको हामीसँग म्याचिङ भएको कारणले गर्दाखेरि चाहिँ अप्सन नम्बर डी इज द करेक्ट आन्सर। हामीसँग लास्ट क्वेसन छ, द सम टु एन टर्म अफ द सिरिज x प्लस a x स्क्वायर प्लस 2a प्लस x क्यूब प्लस 3a प्लस डट डट एन टर्म। यो क्वेसन हेर्दा गाह्रो भए तापनि हामी ट्रिक युज गरेर सजिलोसँग गर्न सक्छौँ। क्वेसनहरु x र a को क्रममा दिइरहेको छ भने एन्सरहरु चाहिँ x a र n को क्रममा दिइरहेको छ। ल हामी कसरी गर्न सकिन्छ? म प्रायः चाहिँ x र a को भ्यालु चाहिँ म प्राइम नम्बर युज गरेर गर्न गर्छु हिसाबहरु गर्दाखेरि म्याथमा। x को भ्यालु 1 पनि राख्न सक्छु, 1 x को भ्यालु 2 पनि राख्न सक्छु, 3 पनि राख्न सक्छु हैन, 5 पनि राख्न सक्छु, 7 पनि राख्न सक्छु। म यो क्वेसनको कन्डिसनमा 2 र 3 राख्न सक्दिनँ किनकि 2 र 3 अलरेडी क्वेसनमा भएको कारणले गर्दाखेरि सकेसम्म क्वेसनमा नभएका भ्यालु राख्ने कोसिस गर्छु। x इज इक्वल टु म 5 राखे र a इज इक्वल टु 7 right x plus a plus x square plus 2a plus x cube plus 3a है। भ्यालु राख्न चाहन्छु x को भ्यालु 5 plus 7 plus 5 square plus 2 into 7 plus 5 cube plus 3 into 7 राख्दा टोटल भ्यालु कति हुन्छ? 197 आउँछ हुन्छ है। त्यसै गरी अब एन्सरमा म हेर्छु अप्सन नम्बर ए मा के छ? xn minus 1 by x minus 1 plus an n plus 1 by 2 है। हामीले कतिवटा टर्म जोड्यौँ? एउटा टर्म, दुईटा टर्म, तीनवटा टर्म जोड्यौँ। हामीसँग कति रहेछ? n is equal to 3। x को भ्यालु हामी कति मानेको छौँ? 5। a को टर्म कति मानेको छौँ? a कति मानेको छौँ? 7 मानेको छौँ है। 5 n कति रहेछ? 3 रहेछ, minus 1 5 minus 1 a कति मानेको छौँ हामीले? 7 n कति छ हामीसँग? 3 3 plus 1 हिसाब गर्नुहोस् ठ्याक्कै 197 हुन्छ। 197 197 द करेक्ट आन्सर इज अप्सन बी। यसै गरी हामीले म्याथको सजिलो भन्दा सजिलो तरिकाले गर्ने ट्रिक्सहरु फेरि पनि ल्याउँछौँ विद्यार्थीहरुलाई। हस्त धन्यवाद।